हेलो गाइस, आजको काम भनेको हाम्रो बिहानीको सब है आपको आफ्नो ओए त कहाँ छे म छारो हो त्यसको छारो ओए तिमी कहाँ छौ उ छारो गर्ने हो तिमी तिमी यी छारो गर्न आछ नि यो छारो बिल्छे लाउन आछ म झाडु लाउन आछु यो हाम्रो फर्म हो कसलाई मल चाहियो भने भनिहाल्नुस् यहाँ 1 2 3 4 5 6 समथिङ समथिङ 50-60 बोरा छन् हैन भाइ त्यति छन् अब बर्ड फ्लूले लत्तै घाटा लाग्यो अब मलबाट फाइदा हुन्छ कि जस्तो लागेको छ योमा कारणले चाहिँ हामी झाडेर फेरि अर्को लोड हाल्ने सोचिरहेको भयो यसलाई भिडियोको पढाएको छ अहिले भिडियो बनाउनु गस गस बिल्चे उठाउँछ उठाउँछ अरू बेला बिल्चे यसरी सोध्छ कि कामै नलाग्ने गरेन सब आफै गर्नु परेको छ कमभरि अहिले भिडियो बनाउनु बेला हेर्नु होला गस गस बिल्चे उठाउँछ एक भिडियोको A few moments later. Here I come. Oh. म्याथ सिक्ने भयो क्या ओए महेश कसको गाना हो ओए साले दुर्गेश थापाको प्रियङ्का कार्कीको होइन प्रियङ्का कार्की मोडल हो त्यसमा त्यसले गाए अब गाइज अघि पुरी अब अघि पुरी इन्जोयमेन्ट थियो भिडियो सिडियो बनायो अब मेरो काम स्टार्ट भयो मेरो जागिर चालु भयो अब बढी देखाउन हान्छोरी हो यो सब नतिजा भनेको यहाँ झाडु लगाएको बिल्चा लगाएको नतिजा हो त्यही बढी दिएछ हामी बढी नि Here I come. Oh. Here I come. अब हामीले झाडु लगायो साढे 23 गते ल्याएको थियो के 15 वर्ष लाग्यो रे एउटा ए ग्रीन ढलिया म अब मेरो काम क्या अरे ल ल यसले भनेको छ मेरो काम भनेको हो दिस इज माई ओन ड्युटी लास्टै हो फर्स्ट टाइम काम गर्दैछु हामी गर्न कस्तो त्यही उतै त्यो जागा त्यति 75 years later. त्यही हो भिडियो बनाउँदा धम्की आउँछ मलाई यस्तोलाई के साले दालले अब आफै भन्नु ढाक धुम्की ललाई फकाई आमाका छोरो त्यो नौटङ्गी गइहाल्यो अब यो नौटङ्गी बास छ एउटा यी नौटङ्गी बास छन् यी नौटङ्गीहरूको अगाडि म एक्लै छु काम गर्ने हुने बिल्चा यो हाम्रो चाहिँ पान तताउने के अरे आगो बाल्ने बइला तताउने भाँडा हो हामीले बइलेलाई गर्मी जाडो भयो भने यो र यो बत्ती राखेको छु गर्मी भयो भने माथि फेन पनि ढाकेको छु लगाइच काम गरिसकेपछि आफ्टर फिनिसिङ चाहिँ यस्तो बन्यो 4 जनाको मेहनतपछि चिलिक्क बनेको छ अब यो माथितिरको पनि सब सफा गर्नु छ वायरिङ चाहिँ आफै गरे भएर अलि जल्ल भएको छ किन भन्दाखेरि हरेक ठाउँबाट काटेर हरेक ठाउँ जोड्नुपर्ने थियो अनि हरेक ठाउँ स्विच हरेक ठाउँ लाइट हाल्नुपर्ने भएको नै टुक्रा टुक्रा जोड्दै गाँस्दै बनायो अनि अस्ति चल्ला किन मर्यो त भन्दाखेरि गर्मीले मर्यो भने फ्यान पनि लाग्यो सब गरियो फिनिसिङ पछि यस्तो बनेको छ
लगायत अब चाहिँ आज फिनिसिङ भइसकेपछि अब 2-3 दिनपछि चल्ला अर्डर हुनेछ। A few moments later. यता चाहिँ अब हाम्रो अघिको सुन्नु थियो अब लिप्पा लाप्पा कार्यक्रम भएछ। यसलाई किरा मान्ने अरे अर्को पनि थप्या छ त्यो अहिले अर्को पनि थप्या छ जुत्ता सुत्ता लगाएर। बिस्तारै बिस्तारै झाड बाबु अब बिस्तारै गर क्या त्यो यता एकै ठाउँ कुरो फेरि हिउँदो हाल्यो अनि तपाईँ भुने पर्दैन सेमेन्टेड अहिले मैले माटर भोलि उकाएर किरा ल्याउँछु भने पर्दैन अलिअलि लोडाउने पानी अलि लोडा भुने भन्नु 70 बिना 70 हो गु अनपढ जस्तो नभन्नु गु अनपढ जस्तो नभन्नु मामी नगर्नु के त्यो न पानी घोलाली अलिक उले छड्काउला पनि सुन्नु भएन टोएन तर अब यसको ड्युटी चल्यो होइन अघिबाट हाम्रो गीत चाहिँ राजेगढले अब यसको चल्यो फटाएर गयो अब यता टिम्बर यता टुलेर खाल्दै यता पुरै एकै गरेर खाल्दै सबै सर 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 भानाले भन हो त्यो कुन हो र न्युज न्युज हो हाम्रो कोठा माथि ड्राइभ ल्याउँ त यो भयो भएन अब तल आइनबाट ल्याऊ आइनबाट ल्याए यता दिन्छ यो ल्यायो नि त त यति गर